ल यहाँ चाहिँ घर छेउमा एउटा पानी ट्याङ्की रहेछ र यहाँ पानी ट्याङ्कीबाट चाहिँ 9-10 घरलाई शुद्ध खानेपानीको सप्लाई हुँदो रहेछ। ल हामीले चाहिँ बिहानको मर्निङ वक गरिसकेपछि पुनः घर फर्किने क्रममा छौँ। अब हामी चाहिँ जतिसक्दो यहाँबाट निस्किने र हाम्रो यात्रा सुरु गर्नेछौँ। ए मेरो छोराबारी भतिजीबारी साह्रै मिहिनेती उद्यमी। ल भतिजको नाम त के भयो सोध्दै बिर्सिया? ए सुजन भने फेसबुक एड गरेको थिएँ। ल हेर्नु मेरो भिडियो पनि हेर्दै गर्नु ल, युट्युब छ। किचन रहेछ छोराबारीले साह्रै जहाँ रहेछ भन्ने कुरा चाहिँ अब यो थालबाट थाहा हुन्छ। चोरी हुँदा है भतिज? ओडा होइन त यो ठाउँ जहाँ मेरा बाबुआमाले सङ्घर्ष गरेर दुःख गरेर हुर्काउनु भयो हामीलाई खानुमा। रमाइलो ठाउँ रहेछ मकैबारी। यो चाहिँ हाम्रो घर हो, हामी जन्मेको। म लगायत 5 जना दिदी भाइहरू जन्मेको ठाउँ हो। र बिस्तारै तुवाले राख्दै गरेको र सूर्य उदय हुन लागेको अवस्था। यो चाहिँ एकदम पुरानो घर है, 150 वर्ष पुरानो घर हो। यहाँ चाहिँ हाम्रो बाजेहरू छुट्टिएर यही घरबाट छुट्टिएर ल हामी चाहिँ साइला काकाको घरमा आएको छौँ अहिले। साइला काका त खस्नु होला, काकी मात्रै हुनुहुन्छ। अनि यहाँ साह्रै मिहिनेती भाइहरूले चाहिँ यहाँ अर्ग्यानिक अकबरी खोर्सानीको बिरुवाहरू लगाएको देखियो। यो चाहिँ हाम्रो सन्तोष दाईको घर है, साह्रै सुन्दर ठाउँमा रहेछ। ठुलो आँगन है, चाडबाडमा पनि यसो नाचगान गर्दा
सुब्बाको गाउँमा आइपुग्यो यसरी रोक्नुमा यहाँ प्रकाश सुब्बाको गाउँ कति सुन्दर भा ल प्रकाश कुमार तपाईँको घर छेउमा आयो तपाईँको छिमेकी भाइ कि दाइ भाइ नै हो भाइ के नाम कमल सुवेदी उहाँको दोकानमा आएर उता घर उता फर्काइदिनु पर्छ पानी तपाईँको छिमेकी है पानी खाँदैछौँ यहाँ आएर के आराम गर्यो गाउँमा तपाईँले फोन उठाउनु भएन अब यहाँबाट चाहिँ एकदम 5 किलोमिटर रहेछ म्याग्लुङ बजार यस तपाईँको ठाउँ चाहिँ अहिलेसम्मकै मलाई त उत्कृष्ट लाग्यो ठाउँ फाइनली हामी म्याग्लुङ बजारमा आइसक्यौँ यो चाहिँ हामी म्याग्लुङ बजार आइसकेको छौँ र अघि बिहान चाहिँ हामी पाहाडी फेदाबतिर थियौँ र फेदाबबाट यता हेर्दाखेरि म्याग्लुङ बजार देखिन्थ्यो र अहिले चाहिँ हामी म्याग्लुङ बजारबाट फेरि फेदाबतिर खिचिरहेका छौँ सुन्दर दृश्य रहेछ ल यहाँबाट चाहिँ फेरि बजार देखिँदो रहेछ कोरिडोर माथि चाहिँ फेरि बजार छाडेर चाहिँ हामी अघि बढ्दैछौँ र अघि चाहिँ यो हामी आकाश सङ्क्रान्ति जाने बाटो यसबाट चाहिँ हामी सिँढीखेप्टी हुँदै म्याग्लुङ बजारबाट चाहिँ हामी अब बढ्दैछौँ बाटोको कन्डिसन यस्तो छ एक्सलेन्ट छ
अहिले चाहिँ हामी जिरी बजारमा आइपुग्यौँ। जिरी खिम्ती जिरी खिम्ती भन्छ एउटा चिसो चिसो खाउँ न जिरी खिम्ती निस्केर बसे जस्तो हुन्छ। लास्ट इयर आउँदा हामीले यो डाँडा यसरी देखिएको थिएन। जिरी खिम्ती आऊ यार जिरी खिम्ती बजार सुन्दर दृश्य छ यहाँ। यो चाहिँ जिरी खिम्ती बजार हो। जिरी खिम्ती है, जिरी खिम्तीको आसपासको बस्तीहरू। ल यो पारी कुन ठाउँ हो थाहै छैन। ल अहिले चाहिँ हामी जिरी खिम्तीबाट लसुनी जाने क्रममा छौँ। यो डाँडाबाट यो देखिएको चाहिँ जिरी खिम्ती र यो पारीको म्याङ्गो बजार होइन, पारीको सिमले रहेछ। दाजुभाइ घुम्दैछौँ। यो म्याङ्गो यो परको यो देखिएको किताब र त्योभन्दा पर देखिएको चाहिँ फिदिम, सेतो सेतो देखिएको फिदिम हो। यो म्याङ्गो बजार, यो म्याङ्गो बजारको पारिपट्टिको चाहिँ सिमले। र अहिले चाहिँ हामी जिरी खिम्तीबाट लसुनीतिर जाँदैछौँ। अहिले चाहिँ हामी लसुनी बजारमा आइपुग्यौँ। लसुनको स्ट्याचुमा एउटा फोटो खिच्नै पर्छ यहाँ हामी। ल राइट नाउ वी आर इन लसुनी बजार। ल आज चाहिँ हामी लसुनी बजारदेखि अलिकति वर आएर चाहिँ यहाँको दृश्य कैद गर्न मन लाग्यो। आकाशमा थोरै बादल देखिए तापनि मौसम राम्रो छ, सुन्दर छ। चाहिँ अर्ग्यानिक खेतीहरू हुँदैन। यो पारी देखिएको बसन्तपुरमा पुग्छौँ अहिले केही समय पछाडि। यो चाहिँ बसन्तपुर रहेछ। यो चाहिँ सोलमा जाने बाटो। यो चाहिँ पारी 6 थर भन्छ के ठाउँमा बसन्तपुर। र अहिले चाहिँ हामी लसुनीमा छौँ। अब लेट्स गो बसन्तपुर। लसुनी घुमिसकेर बसन्तपुर जाँदैछौँ। अहिले चाहिँ हामी रातोमाटी बजारमा आइपुग्यौँ।
बसन्तपुरमा आएका छौँ। बसन्तपुर बजार हो यो र यहाँ हामी केही समय यहाँ बस्छौँ। यहाँ राम्रो कफी खाने ठाउँ कहाँ छ? बसन्तपुरबाट चाहिँ हामी केही माथि तल लाग्दैछौँ र यहाँको मौसम चाहिँ अलिकति बिग्रिरहेको अवस्था छ मौसम। यहाँ केही समय हामी यो मौसमलाई च्यालेन्ज दिनको लागि कफी पिउनको लागि कफी सप खोजिरहेको छ। यो चोलुङ पार्कमा आइसकेपछि मजाले घाम लाग्यो। सायद हाम्रो सौभाग्य पनि होला यसरी रमाइलो ठाउँमा हुँदा कुहिरो हट्नु र मजाले घाम लाग्नु। On the way to Cholung Park. मौसमले पनि हामीलाई साथ दिएको छ, थ्याङ्क्स गड। यहाँबाट चाहिँ नि पारिपट्टिको दृश्य म देखाउनेछु। पार्कको यो ठाउँबाट चाहिँ पारीको दृश्य।
बजारको परिसरमा रहेको यो ब्युटिफुल ठुलो पोखरी रहेछ। ल यहाँबाट चाहिँ हामीले अब धनकुटा प्रवेश गर्दैछौँ। सत्यथुम बाई बाई। अहिले चाहिँ हामी हिलेमा आइपुग्यौँ। स्ट्याच्यु